हिजोको म्याचमा जनकपुर बोल्ट्सले 6 विकेटले पहिलो जित निकाल्नमा सफल भएको छ। जनकपुर बोल्ट्सले 17.3 ओभरमा नै 180 रन बनाएको रहेछ। सौगत ढकाल र कमल ऐरीले 2 ओभर फालेको र सौगत ढकालले 1 ओभर फाल्यो र यिनीहरू दुईटै 3 ओभर फालेको र यिनीहरू 27 र 14 रन मिलाएर 41 रन खर्च गरेको रहेछ। अब यिनीहरू बलिङ गरेको कि दसैँको दक्षिणा बाँडेको हरेक बलमा रन। यति रन त पसलमा बिग सेल लाग्दा पनि सामानमा छुट हुँदैन। ब्याट्सम्यानलाई के लाग्दै थियो, बल होइन गुलदस्ता आइरहेको छ, जहाँ हाने पनि फुल जस्तै बाउन्ड्री। सदाकतले 30 बलमा 61 रन र अनिल शाहले 36 बलमा 61 रन बनाएर चितवनलाई चाँडै हराइदिए। यस्तो लाग्यो कि कसैले कानमा इनिङभन्दा पहिले नै भनिदियो, साँझतिर पार्टी छ, छिट्टो म्याच सकाएर आऊ। चितवनको लागि एउटा मात्र राम्रो कुरा चाहिँ भएको रहेछ, कुशल मल्ल रन र चोट स्कोर गर्ने एक मात्र नेपाली ब्याट्सम्यान। कुशल मल्ल त्यो सर्ट हान्दा के भनेको थिए होला, यो छक्का बाउन्ड्री पार गरेर जाओस्, तर बलले भन्यो बाउन्ड्री पार गर्दैन, बाउन्ड्रीमा बसेको दिदीलाई भेटेर आउँछु। कुशल मल्लको पावरको प्रदर्शनले सुरक्षा व्यवस्था माथि नै प्रश्न चिन्ह खडा गरेको छ। अब कुशल मल्लको पावर हेरेर अब भोलिदेखि यदि तपाईँ चियर लिडर्सहरूलाई हेलमेट लगाएको हेर्दा अचम्म नमान्नु होला, यो चाहिँ सेफ्टीको लागि लगाइएको छ। र पोखरा एभेन्जरले 34 रनले कर्णाली एक्सलाई हराएको छ र कर्णाली एक्स लगभग बाहिरिएको छ भन्न सकिन्छ, तर पोसिबिलिटी चाहिँ छ। एडमले वाउ व्हाट अ एडम प्लेयर, एनपिएलको तेस्रो सेन्चुरी हानेको छ, 7वटा छक्का, 108 रन साथीहरू। र जेसन रो, इङ्ल्यान्डको जेसन रोले पनि 46 रनको एकदमै उत्कृष्ट पारी खेलेका छन्। के अब जनकपुर बोल्ट्सले क्वालिफाई गर्न सक्छ? पोसिबिलिटी के छ? जनकपुर बोल्ट्स म हृदयबाट नै चाहन्छु कि यो टिम च्याम्पियन टिम हो, क्वालिफाई कमसे कम एक लेभल त गरोस् भन्ने मेरो चाहना इच्छा छ र पोसिबिलिटी म तपाईँहरूलाई बताउँछु। अब सिधै भन्नुपर्दा भाग्य, यदि भाग्य बलियो छ जनकपुर बोल्ट्सको तब मात्र क्वालिफाई गर्न सक्छ। अब जस्तै कि अब 7 म्याच खेल्छ, 5 म्याच अलरेडी खेलेर 2 पोइन्ट जनकपुर बोल्ट्ससँग छ, यानि कि 2टा म्याच अझै बाँकी छ। यदि 2टै म्याच जनकपुर बोल्ट्सले जित्यो भने जनकपुर बोल्ट्सको 6वटा पोइन्ट हुन्छ र अहिले जुन शीर्ष स्थानमा छन् 4वटा टिम, र त्यो 4वटै टिम सबै हार्नुपर्छ सबै म्याच त्यो हार्नुपर्छ र जनकपुर बोल्ट्स जुन 2 म्याच अब सम्भावना छ, अब उनीहरूको प्रिडिक्सन अनुसार यदि जित्यो भने त्यो पनि ठुलो अन्तरले जित्नुपर्छ, जस्तै 9 विकेट 8 विकेटले जित्नुपर्छ। यदि चेज गरिरहेको छ भने 8-9 विकेटले जित्नुपर्छ। यदि फर्स्ट इनिङ खेलेको छ भने 200 माथि प्लस रन हाने र छिट्टो उनीहरूलाई 15-17 ओभरमा अर्को टिम अपोजिसन विपक्षी टिमलाई आउट गर्नुपर्ने हुन्छ। यस्तो गर्न सक्छ जनकपुर बोल्ट्स? अहिलेसम्म त गर्न सकेन, अब खै अब भन्न सकिन्न। अब मोरल अफ द स्टोरी यो मान्न सकिन्छ, जनकपुर बोल्ट्सको चान्स 20देखि 30% बन्छ र अब सबै टिमले हार्नुपर्छ, नराम्रो तरिकाले तिनीहरूको रन रेट पनि माइनसमा जानुपर्छ र यो जनकपुर बोल्ट्सको मात्र रन रेट हाई जानुपर्छ, तब मात्र पोसिबल छ, जुन मलाई लाग्छ इम्पोसिबल मिसनमा अब यिनीहरू हिँडिरहेका छन्। अब यिनीहरूको हरेक म्याच डु एन्ड डाई हो जनकपुर बोल्ट्सको, या मार्नु या मर्नु, मर्यो भने त खलास सक्यो, बाई बाई टाटा गइहाल्छन्, तर मार्यो भने खतरनाक तरिकाले मार्नु, एकदमै सखाप गरिदिनु। धन्यवाद।